सम्पूर्णलाई ह्याप्पी न्यु इयर। अनि न्यु इयरको दिन म चाहिँ कहाँ जाँदैछु भनेर भन्नुहुन्छ होला, भिडियोमा हेर्न सक्नुहुन्छ। न्यु इयरको दिन म चाहिँ पाउपाथीबाट जाँदैछौँ हामी भन्दा मलाई पुरा छ अहिले चाहिँ मेरो पुरा सिजन भन्ने मान्छे हो। कुदै 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 आउने हुन्छ। यति फोहोर भयो भने पनि धुनु परिहाल्ने अरे उहाँलाई। उहाँको रनिङ लाउरे हुने रनिङ छ। This is Mega Complex. This is Vayat Manse. गुप्तामोडको भ्यू। यहाँ चाहिँ हामी एकजना मेरो साथीलाई पर्खेर बसिरहेको अवस्था। बेहेनालाई उता बस भनेको सारा पर चाहिँ अघि त्यत्रो मेगा कम्प्लेक्स अगाडि रुँगेको उहाँलाई नै हो। कति बजीदेखि बसेको छ त? कहिलेकाहीँ दिदीहरूलाई पनि इन्तजार गर्नुपर्छ। यतिको लाइन चाहिँ बढ्ने मर्ने भयो होइन लास्टमा पाएछ यहाँदेखि दादा त आम्मामा भिडै मम्मीले भन्नुहुन्थ्यो बाटोमा पुग्छ भन्दा हो रहेछ। यहाँ बाटोमा आइपुग्यो हामी। यत्रो भिड छ तर जेरी पाक्दैछ तातो तातो। तुरुनाब इसकेटे तुरुनाब माहौल। हामी पर थियौँ। हामी यहाँ आइपुगिसक्यौँ गाइज। हामी खत्रै हिँडेको, हामी सर्दैछौँ चाँडै। हामी परदेखिको लाइनमा यहाँ आइपुगेर सफल भइसकेको छौँ। अहिले चप्पल कहाँ पुग्ने हो थाहा छैन। हामी चाहिँ पुग्न लाग्यौँ। भइसकेको छ दाइ। यहाँ बिजनेस गर्नुपर्ने रहेछ मैले आज देखिसकेँ। म काम छोडेर यहाँ बिजनेस गर्नुपर्ने सोच्दैछु। उहाँ यहाँ हुनुहुन्छ। यहाँ छौँ लाइन। अब हामी परदेखिको यहाँ आइपुग्न आँट्यौँ। हिँड्दैछौँ पछाको चालमा। यत्रो जना पछाडि हाम्रो बालो छ। एकदमै भिड छ यहाँ। मेरो बहिनीले यहाँ उसले आफू फुटाउँछ अरे। चस्मा खोलेर फुटाउनु न। पैसा मस्ती छ प्रीतिका। उता भिनाजु यो साली हेर कुद्दैछ कहिले पाँच साल दिनुहोस् क्या त हेर न। घरको तन्ना यहाँ ओछ्याउन ल्याएको छ। धुनुहरू चाहिँ जिन्दगी छैन। तन्ना ल्यायो ओछ्यायो। त्यो वाला होइन क्या यो तिमीहरू त। यो टोपरमा हाम्रो आज स्पेसल
चेस ह्यापी न्यू इयर ह्यापी बर्थडे अरे सुन्नाजुको ह्यापी बर्थडे आज संसारै बजार आइसक्यौँ हामी चाहिँ जयपुर लागेको यहाँ कार्यक्रम पनि रहेछ आज 1 गतेको अवसरमा यहाँ प्रोग्राम पनि रहेछ आज टक्कसँगले 1 गतेको अवसरमा प्रथम जयपुर मेला लाग्दैछ सबैजना आइदिनु होला जयपुरमा दुर्गेश थापाहरू आउँदै हुँदो रहेछ खतरा खतरा आज जीवब आउँदै हुन्छ जीवब हेर्न आउनु होला 1 गतेको दिन जीवबले आएर मिलन लेभल तर बाउबला ए भन्नुहुन्छ अरे आज होइन हामी चाहिँ यहाँ लाग्दैछ सबैजना आउनु होला मेला हेर्नको लागि रोटेपिङ सिङ सबै रहेछ सबजना आउनुहोस् फाइनल्ली आइपुग्यो मामाला हेलो हेलो यता चाहिँ मेरो भ्लगमा हाई गाइज गर्दै हुन्छ नमस्कार 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 मामा नमस्कार माइजू ह्याप्पी न्यू इयर खै दिदी पैसा छ भनेर सोध्दै हुन्छ पुष्पा दिदीलाई अब यहाँ कपाल काटेर पैसा दिने अरे बहिनीले टक्कसँगले अब कति दिने बहिनी पैसा 5 रुपियाँ पनि छैन अरे पुष्पा दिदी त्यो चाहिँ मेरो ठुलो मम्मी पुरा उहाँ खाएकै हुन्छ आज चाहिँ जयपुरको बजार रहेछ टक्कसँगले यहाँ बजार लागेको छ यहाँ आन्टीकोमा सबैजना किन्न आउनु यहाँ यस्तो सबै सामानहरू पाइँदो रहेछ घरमा चाहिनेहरू हाम्रो जयपुर स्कुल आज चाहिँ छुट्टी आज चाहिँ तल लागेको छ जयपुर स्कुल यो चाहिँ हाम्रो जयपुर आज चाहिँ हामी जयपुरमा न्यू इयर मनाउँदै टक्कसँगले आएको छौँ यता चाहिँ मेरो पेरी मान्छे भ्लगमा आइदिनु भएको अरे उहाँ ठुलो गुड गर्नुहुन्छ भ्लगमा आइदिनु भएर यहाँ चाहिँ चप्पल पनि रहेछ मामालाई यहाँ छ यहाँ छ भन्दै उता लगेर आज हामी मामालाई आएको होइन अब अहिले चाहिँ मेरो आमालाई पनि देखाउँछौँ आज हामीले आमालाई भेट्न आएको यो चटपटे पसल भएको छ यो चटपटे पसल मस्ती छ आमा हामी आमालाई भेट्न आएको होइन आमालाई भेट्न आएको आज त हामी आमालाई भेट्न आएको मुक्तिनाथबाट ल्याएको माला पनि लाउनु भएको छ आमाले आमा यता हेरेर हाई भनिदिनु न तपाईँ पनि हाई गाइस भन्दैन न हाई गाइस भन्दै हुन्छ आमाले आज हामी 1 गतेको दिन आमालाई भेट्न आएको न्यु इयर चाहिँ यसरी नै बित्दैछ आजको दिन हामी भनेको पापाको घर गयौँ अनि त्यसले तपाईँहरूले भिडियोमा देखिहाल्नुहुनेछ हामी कहाँ गयौँ भनेर सबै भिडियो पुरै हेरिदिनु होला राम्रोसँग हेरिदिनु होला खतरा यो चाहिँ खतरा जयपुरको चटपटे पसल हो सबैजना आउनु होला दिदीले खतरा पिरो हालेर पानीपुरी चटपटे बनाइदिनुहुन्छ अनि यता चाहिँ दिवाना हो फेरि पानीपुरीको दिवाना आएदेखि गएको बाई 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 भरे फोन गर्नु ल दादाकोमा ल आउनु न जाउँ ल बाई बाई जानुभयो 2 जना बाई बाई हामी 3 जना यहाँ मेला हिँडेको जीवब हेर्न यो कुकुर पनि मेला हिँडेको अरे हामीसँग ओ मेला हेरेर हिँडेको ए मेला हेरेर हिँडेको अरे यो तर मेलाइसक्यो कि क्या
प्यारी प्यारी नन्द म भ्लगमा आइदिएको है भ्लगमा आइदिनु भएको अरे उहाँ पनि जल्दी बनाउन थाल्नु भयो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड लाइक सब्सक्राइब गरिदिनु होला भिडियोमा